भैलिनी आइन आगन म पड्काइछु है के पड्काउने म पड्काइछु के पड्काउने आए शर्मिलाई भन भैलिनी आइन आगन यत्रै सिटी देउसुरे भटिनी दिदी के खेल्दा के छ दाजु यो यताबाट कहाँ पुग्छ यता चौस दाजु चिया खाएर दिदी भटाउनु पनि चिया ए भन भेडा भयो देउसुरे रातो माटो देउसुरे यहाँ साबुसँग भित्र भित्र सर्छ आयो भन्नु बेला भयो ए राम्ररी भन आए शर्मिलाई भन देउसुरे ए रातो माटो देउसुरे यत्रै सिटी देउसुरे घर बेटी दिदी देउसुरे पानी पाए देउसुरे के अरे बटी दाई देउसुरे तिहारै आयो लाउजिली मिली सुनाजुर अहिले नि आए आगन यत्रै सिटी देउसुरे भटिनी दिदी देउसुरे भटिनी दिदी आगुम पागुम मोमो चाउमिन चागुम देउसुरे दिदी पैसा दिनु होइन पैसा यहाँ दिने होला नि त मलाई देउसुरे हेरिरहेको छु मैले भैलिनी आइन आगन मलाई के मागन औसीको बाटो गाईको पुछ ठाडो दिनु नि दाजु देउसुरे भन दिदी भैलिनी आयो भैलिनी हो क्या भैलिनी दिनु न म के अरे ह्याप्पी तिहार भन्नु आयो ह्याप्पी तिहार है ल सुरु है त भैलिनी आइन आगन हजुर घर घरतिर गएर होइन के यो पनि के तपाईँहरूको गाडी होइन यो यो गाडी त हाम्रो कहाँ गाडीमा गाडीतिर होइन भनेर म एकछिन सुन्नु न भैलिनी आइन आगन बडाली कुराली मागन कस्तो मलाई के म खायो भने हेपेको घर गएर घर खायो भने हेपेको कहाँ खाएर देउसी खेल्छ मैले खाएको होइन क्या मलाई चाहिँ रौसीले खाओ मैले खाएको छैन एकछिन किन म देउसीले यहीँ भन्छु यहीँ भट्टाउँछु मलाई यहीँ पैसा चाहिन्छ के हो यो दक्षिणा अनि 5 रुपियाँले पुग्छ त मलाई नै एकजना आएको छ नि कति जाने कति दिने त 5 रुपियाँ किन 100 रुपियाँ ल्याउनु न अनि बाजी खेल्न चाहिँ हुने 100 रुपियाँ नहुने त्यहाँ देउसुरे भाइलाई नि यसो गर्ने 5 जना आए पो अनि 100 200 दिनु त एकजना आउँछ नि कति रुपियाँ 5 जना त बाँड्नुपर्छ अनि 100 रुपियाँ त अनि मलाई चाहिएन 100 रुपियाँ नदिनु है भन है म फेरि पड्काइदिन्छु फेरि के पड्काउने के पड्काउने म बम पड्काइदिन्छु बम पड्काइदिन्छु ल ल ल पड्काउनु ल ए दिनु न यार यो लिएर जाऊ यो कति हुन्छ के हो
10 रुपियाँले के 10 रुपियाँले पुग्छमा आयो भन् एकछिन आयो भन् मेरो एकैछिन घरतिर गएर खेल्नु एकैछिन यहाँ बस्नु नि त तपाईँ भने मान्नु म यहाँ बस्नु नि एकछिन म मान्छु ल पहिला सुन्नु न हेर्नु मेरो भट्टाइ सुन्नु मन परेन भने नि छोडिदिनु ल मन परेन भने छोडिदिनु है आए मन मेरा भाइ हो देउसु रे ए पानीको एकछिन सुन्नु न एकैछिन सुन्नु नि दाइ घरतिर जान्छु पैसा दिनु ल कहाँको पैसा मैले भट्टाको दिनु एकछिन ल घरतिर गएर 2 मिनट सुन्नु 2 मिनट तपाईँ जानु यहाँ यहाँ एकछिन सुन्नु जानु दाजु जानु सुन्नु न जानु ल एकछिन म सुन्छु ल एकचोटि भटाउँछु भटाइ मन पऱ्यो भने म जान्छु ल भट्या हेर्नु सुन्नु भट्या मन पऱ्यो भने पैसा दिनुपर्छ भट्याएन भन्यो भने तपाईँले मलाई जहाँ भन्नुपर्छ है आए मन मेरा भयो देउसु रे ए पानीको पाइप देउसु रे ए बुढे साहेब देउसु मलाई 5 रुपियाँ 5 रुपियाँ दिने भने नत्र म सुन्नु म यहाँ बस्नु भटाउनु न किन हुन्न भन्नु होइन यहाँ भटाउनु यहाँ भटाउनु त के हुन्छ भन्नु न त कहाँ यहाँ बाटोतिर म फेरि आउँछु है ए सुन हजुर दाइ मलाई चाहिन्छ है 50 रुपियाँ निकाल्नु तपाईँ रक्सी खानु भएको है ल्याङ है मैले रक्सी खाएको छैन है अनि के रक्सी होइन मैले रक्सीले चाहिँ मलाई मैले खाएको छैन रक्सीले कसरी रक्सीले मलाई खा मैले रक्सी खाएको छैन रक्सीले मलाई खा रक्सीले चाहिँ मलाई खाएको उता उता जानु न होइन क्या सर रक्सीले मलाई खाएको छ मैले रक्सी खाएन मलाई 100 रुपियाँ चाहिन्छ यो हुँदैन 5 रुपियाँ होइन राख्नु नि दक्षिणा दिएको हो त होइन मलाई देउसुरे भाइको आशीर्वाद लाग्छ ओ गुरु ल्याउनु एकजनालाई दक्षिणा होइन त दक्षिणा यदि चापले कहाँ पुग्छ मलाई दक्षिणा 100 रुपियाँ 100 रुपियाँ नजरमा बम पड्काइदिन्छु ल के पड्काउने ल हेरौँ त ल 100 बम पड्काइदिन्छु म ल खोइ ल पड्काउनु त ल हेरौँ के पड्काउने म फेरि पड्काइछु बम पड्काइछु तिहारको बेला म होइन तिहारको बेला बम पड्काइदिन्छु म फेरि तिहारको बेला बम पड्काइदिन्छु म पटाका पड्काइदिन्छु म बाटोतिर भैली खेल्ने हिँड्छ बाटोमा हुँदैन भइदिएन म घर भने यो भने यही ठाउँमा के होइन भटाउन त यहाँ पायो नि त ए गुम्पा कुम देउसु रे ए मोमो चाउमिन चाखौँ देउसु रे ए मलाई पैसा दिनु ल दाइ पैसा दिन नदिनु पैसा दिन नदिनु म नत्र म पड्काइदिन्छु बारुद ल्याएको छ बारुद नभए नि म फेरि के अरे बारुद छैन म बम पड्काइदिन्छु है फेरि बम पड्काइदिन्छु है भन्नु दाजु